हेलो नमस्ते सबैजनालाई ह्यापी विजयादशमी 2082 सबैजनालाई। अनि हामी चाहिँ सेतो टिका लाउँछौँ है। टिका सबैले रातो लाउँछन्, कसैले सेतो। हामी चाहिँ घरमा सेतो लाउँछौँ। बुवा बुवाले त्यहाँ आशिष दिँदै हुनुहुन्छ। तपाईँहरूले फेरि कतिजनाले बुझ्नुहुन्न होला, हाम्रो तामाङ भाषामा हो यो चाहिँ। 500 रुपियाँ हुन्छ है टिका लाएर त कहाँ धेरै। प 510 को खुद्रा दिए नि हुन्छ क्या त्यो। एक हातले समाइयो है, एउटा हातले मोबाइल दिन्छ। ल कसको पालो बसौँ? म चाहिँ जेठो छोरो हो, जेठो छोरोको पहिलो पालो सक्यो। अब बाँकी अरूको ल जेठी बुहारी आउँदा हुन्छ। को लाउने? लोहै जडिया गरे चाहिँ पट्टि बाँड्दै अब त मेमे एउटा न जडिया फेरि कहाँ मोबाइल हेर्नु पर्यो। अब टिका लगाउनु आशिष कस्तो लाग्यो छोरी? सारी दिन मोबाइल हेर्छना सारी दिन होला बस्दैन के पहिले गएर फर्टी गरेर लिएर गयो। अब त्यसरी होइन नि, घुँडा टेकेर टिका लगाउने हामी अब आउनु पर्दैन हो। लु जेठाको उहरू सक्यो। कान्छोको पालो ए कान्छो छोरो नाम के रे भन न। लु ओ अङ्कललाई ढोगे रे छोरीले। आन्टी बुवाले आशिष दिँदै हुनुहुन्छ। आशिष अलि लामै जान्छ हाम्रो बुवाको। फेरि आशिष पनि तपाईँहरूले बुझ्नुहुन्न होला, तामाङ भाषामा छ।
सँगै ठुलबाउ र उयो म यहाँ भिडियोमा दिन्छु बाबु राम्रोसँग पढेर चाहिँ ज्ञानी हुनु पर्यो है ठुलो मान्छे बनेर सबभन्दा ठुलो मान्छे बनेर खानु पर्यो अब मुक्तानचाङमा बाजेको नाम राखेर खानु पर्यो ल यस्तो गर्नु छ ल उठेर घुँडा टेकेर ढोग्ने हो छोरो ल ल ल बाजी बाबाले मम्मीले कसरी ढोग्छ हेर त्यहाँ अनि पो ठुलबाबुलाई चाहिँ नढोग्ने ठुलबाबालाई यसरी ठुलबाबालाई पनि जुगा बाबाले पनि ल हो घुँडा टेकेर लु ओ यस्तरी हो नि त ल यस्तै छ दसैँको माहौल गाउँघरको दसैँ यस्तै छ तपाईँको कस्तो हुँदैछ है तपाईँहरूको पनि दसैँ पक्कै राम्रै होला घोडा टेकेर ल ल ल उल्लो गजब 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 बच्चाहरूलाई सत्कार सम्मान गर्न सिकाउने हामी आफैले हो है सिकाउनु पर्छ अनि कतिपय आजकल चाहिँ ढोग्दाखेरि पनि होइन घुँडा नटेकेर ढोग्ने पनि धेरै हुनुहुन्छ तर ढोगिसकेपछि भित्र मनदेखि घुँडा टेकेर ढोग्नुपर्छ जस्तो लाग्छ मलाई नि म गर्छु मामाले भन्दा अगाडि ला हो होइन है छोरोहरूको पालो सक्यो अब छोरीहरूको पालो माइली र ठुली छोरी चाहिँ कतिखेर आउँछ त पहिला आमालाई ढोगे पो अनि के अरे पालै पालो ठुलोदेखि सिरियलहरू ढोग्ने हो नि त खास त लु आमा हाम्रो आमा जहिले पनि त्यस्तै हो कान्छो छोरो यहाँ बस्दैछ मेरो काखमा म को अरे छोरो भन् त म को हो भन् त भन्न बोल्दै बोल्दैन फेरि सिजन जिउ गरेर मम्मीले किन निरेर त कान्छ त दुईटा हात खोइ दुईटा हात हो उठेर घुँडा टेकेर ढोग मामुलाई जिउ गर्नु त हेर धेरै रुनु होइन धेरै घुँडा टेक्नु पर्दैन
सिर्जना मुसम त्यो बोले ल है हामी चाहिँ टिका पनि लगाइसकेका छौँ है। हाम्रो गाउँको घर यस्तो छ हेर्नु है, हाम्रो गाउँको घर तपाईँलाई देखाउँछु म। मेरो घर यो खास है, यो हो। हामी चाहिँ बुद्धिस्टहरू हो, मेन चाहिँ बुद्धिस्ट भएको भएर लुङदर भन्छ, यस्तोहरू छ हाम्रो घर अगाडि चाहिँ। यता देखिरहेको सानो यो चाहिँ हाम्रो किचन हो। तल बहिनीको घर, सबभन्दा तल बहिनी घर, यो बिचको कान्छो भाइ घर, यता यो मेरो हाम्रो घर, मूल घर भनौँ। हामी एकै ठाउँमा छौँ झन् चाहिँ, अहिलेसम्म छुट्याए होइन। तैपनि हाम्रो यहाँ अहिले 3टा घर लस्करै छ है। दसैँको टिका लगाइयो। तपाईँहरूको कस्तो के हुँदैछ भिडियो त पछि नै आउँछ होला सायद है, युट्युबमा अपलोड अलिक ढिलै हुन्छ होला, अहिले खिचिराखेको मात्रै हो। तपाईँहरूको दसैँ कस्तो कस्तो भयो सामाजिक सञ्जालमा देखाउनु होला। फोटो खिच्न आएछ त कान्छी, यहाँ फोटो खिच्न आएछ नि, मैले जानेन। यहाँ आएछ त यहाँ म त छोरी बोकिरहेको नि। फोटो नि राम्रो आउँदैन होला है, किन भन्दा यो मोबाइल के अरे काला बत्ती यता छ। ल फोटो खिच्न कोही त वाला भएछ। आउँछ कहिले त घाम नडल्ने।